आज 12 बजेको लागि चाहिँ यो सब्जी पाक्नु आँट्यो है। बसाउनु आँटेको छु। यता भात पाक्दैछ हो। यता फर्सी छ, यता आलु छ, यहाँ मसला पिसेर रेडी छ हो। यसमा चाहिँ के छ भने जिरा, अदरक, लसुन हो। यहाँ चाहिँ अब प्याज छरिँदैछ हो। अब मसला हाल्नुपर्छ। मसला हालेर चाहिँ यसलाई एकछिन पकाउनुपर्छ। लसुन, अदरक, जिरा, प्याज एकछिन पकाएर चाहिँ त्यसपछि सब्जी हाल्नुपर्छ। आलु र फर्सी हालेपछि चाहिँ यसरी फेट्नुपर्छ यसलाई मसलामा टक्कै। त्यसपछि हर्दी नुन हालेपछि चाहिँ यसरी चलाउनु पर्छ। फिटफाट गरेपछि चाहिँ हुन्छ।